सबैजनालाई फेरि पनि स्वागत छ मेरो च्यानलमा। अनि आज चाहिँ मेरो लागि एकदम स्पेशल डे भएर म चाहिँ आज बिहानैदेखि भ्लग स्टार्ट गर्दैछु। अनि आजको वेदर चाहिँ एकदम ग्लुमी छ, पानी पर्ला जस्तै। सो किप वाचिङ के हो भनेर है त साथीहरू। तपाईँहरू पक्कै खानु पाउनुहोस्। यहाँ चाहिँ मेरो सनफ्लावर हुँदैछ। धनियाँ म चाहिँ अब कामतिर जाँदै हो। वेदर त कस्तो राम्रो, पानी पर्दैछ है आज चाहिँ साथीहरू। ल काममा गएर भेटौँला। This is my working place. म खेल्छु एकछिनमा, किनभने मलाई अल्छी लागिसक्यो, अल्छी आनु। मैले बिहानै भनेको थिएँ नि साथीहरू, आज चाहिँ मेरो लागि स्पेसल डे हो भनेर। त्यो चाहिँ के हो भने मैले चाहिँ मेरो आमालाई आफ्टर 10 इयर्स भेट्न लागिरहेको छु। सो उहाँ चाहिँ एकदम मासु लभर भएको कारण चाहिँ म उहाँहरूको लागि मासु बनाउँदैछु साथीहरू। म चाहिँ अब लिन जानुलाई रेडी भएर निस्केको 9 बजे। दिस इज माई एयरपोर्ट लुक। म चाहिँ इन्ड्राइभ पर्खिँदैछु। एयरपोर्टमा भेटौँला। मेरो मान्छे चाहिँ 4जना, मसँग त एउटा बुके। सबैलाई एक एकवटा फ्लावर दिन्छ। अब कस्तो ट्याक्सीको अङ्कलले हेरेर लाठी लाग्यो। अब भित्र गएर बसी तातोमा 100 रुपियाँ तिरेर 100 रुपियाँवालामा आएँ म बोकेर। यस्तो मान्छेहरू हुन्छ कि यहाँ, मान्छे लेख्न पनि देखिँदैन थियो। उभिएर अगाडि बस्नु नि यार। आई वाज सो नर्भस यति बेला चाहिँ, किनभने म यति लङ टाइम पछि आमालाई भेट्न लागेको थिएँ। अनि कस्तो हुन्छ होला भनेर म कन्फ्युज भइरहेको थिएँ। हेलो ठुलो मान्छेलाई सानो मान्छेलाई नि धन है। ल बोल्दैन बिफोर टी। अहिले टी खाएपछि हालत के हुन्छ? हाई गरिदिए भाइ, माया गरिदिए। हेर न त्यसको आँखा पो बल्टाउँछ। माया गर्दैन गर्दैन उसलाई पो माया रे। सेकेन्ड डेमा चाहिँ हाम्रो थोरै अफिसियल कामहरू थियो। अनि त्यो चाहिँ सकेर अनि हामी चाहिँ ठुलो मम्मी भेट्न गएको। अनि सी वाज सो एक्साइटेड, किनभने उहाँहरू चाहिँ झन् 15+ इयर पछाडि भेट्न लाग्नु भएको थियो। सी वाज रनिङ
बंधन तो प्यार का बंधन है, जन्मों का संगम है। नमस्ते ठुलो नमस्ते जबरजस्ती थाहा छ हामी चाहिँ हाम्रो काम सकियो भनेर घर फर्केको थियौँ बट फेरि हामीलाई कल आयो कि तपाईँहरूको डकुमेन्ट बनिसक्यो भनेर अनि फेरि हामी चाहिँ डकुमेन्ट लिन फेरि गयौँ अनि हाम्रो डकुमेन्ट पनि बनिसकेको रहेछ अनि घर आएर मिठो मिठो खाना खाएर चाहिँ त्यो डराएको त्यहाँतिर बोकेर ल्याउनु पर्यो त्यसलाई त्यही भुक्नु त यस्तो पनि हुन्छ त्यही भएर हङकङमा उयो गर्नु हुँदैन क्या जन्माएर पढाउनु हुँदैन डरपोक हुन्छ आफै भुक्नु थ्याङ्क यू साथीहरू अन्तिमसम्म हेरिदिनु भएकोमा अनि आजको भ्लग चाहिँ यति नै सी यू अन नेक्स्ट भ्लग